लाग्छ के भन्ने अब एकदम गर्मी छ गर्मीमा हिँड्दै जाने रे बुढीले बाल पनि अब पुरा छैन अब हेरौँ जाने हो अब पुगिन्छ 15-20 मिनटमा पुगिन्छ उता पुगेर तपाईँहरूलाई उताको हुने नजारा देखाउँछु हेलो यता डल्लो डल्लो आज हामीले हिँड्दै चाहिँ उता मार्केटतिर जाँदैछ सो बुढीको हालत हेर न यता सी कपडा लाएर हिरोनी भन्दैछ हेर्नु उसको सानो क्यामेरा बबल छ मेरो 17 यता पनि हाई गर बेब क्याप साउल लगाएर क्याप पनि मेरो रेस्टुरेन्टको हो बुढीको लागि ठिक्क भएछ दुईजना उता जाँदैछौँ अब यसो अलिकति के किन्नु पर्ने छ अनि अलिकति हस्पिटल पनि जानुपर्ने छ घुमेर आउँछु पैदल जाने हो म पनि क्याब लिएर आउनुपर्ने रहेछ बुढी गर्मी त धेरै हुने रहेछ क्या हो दुबईको गर्मी अब लागिसक्यो सो हेरौँ यस्तो भ्लग बनाउँदै हिँड्दा चाहिँ सबैले हेर्नै पर्छ त सबैले हेर्छ यस्तै गरेर यहाँ हिरोनीको अब यता पुरा आजको भिडियो चाहिँ हिरोनीको मात्र आउँछ मेट्रो आइरहेछ मेट्रोमा नजाने पैदल जाने हो मेट्रोमा जाने भनेको भुल्दै हिँड्दै जाने रे जाउँ न त हिँड्दै भनेको न कस्तो आइरहेछ हेर मेट्रो यता चाहिँ नयाँ घर बन्दैछ हामी आउँदाखेरि पुरा खाली थियो अहिले चाहिँ घरै तयार भइसकेको चाहिँ छैन अब कम्प्लिट गर्दैछ यस्तो गरी भन्दैछ जे होस् घर बनाउँदैछ घरको चाहिँ अब कहिले तयार हुन्छ होला यहाँ चाहिँ पुरा बस्नुको लागि गर्मी छ यार बुढी गर्मी छ अब आधा घन्टा होइन 20 मिनट जति लाग्छ हिँडेर जाँदा यहाँ चाहिँ यो चाहिँ साइकल स्कुटीहरू हिँड्ने ठाउँ यो चाहिँ मान्छे हिँड्ने ठाउँ यस्तो बवालमा गर्मी छ घाम छ पुरा घाम छ सही मेन रोडबाट उता पुग्दा त पुरा कालै हुन्छ क्या हो जस्तो लागिसक्यो है यो घर क्या यो घर हामी आउँदाखेरि के थिएन एउटा खाली थियो घर तयार हुन आँटिसकेको छ महारानीलाई देखाउनु पऱ्यो त यहाँ चाहिँ त्यो घर तयार हुँदैछ यहाँ चाहिँ अब रोड क्रस गर्नको लागि चाहिँ सट्ट यहाँबाट क्रस गर्नु पाउँछ ल हेर्नुहोस् यता कति पात झरेको है हावा आउनु बित्तिकै यहाँबाट चाहिँ सिलिल सुकेको पात झरे गर्मी आयो अब अप्रिल मे जुन जुलाईमा चाहिँ ओभरै गर्मी हुन्छ दुबईमा बाहिर चाहिँ त्यति निस्किनु सकिँदैन
बिहान र बेलुका मात्र निस्किने भनेको। सो अरू टाइममा त सुरु खाइरहेको छ झ्यालबाट।